हेलो गुड इभिनिङ। आज भने चाहिँ यो हाम्रो रोड हेर्दै गएको, अस्ति जिसिबी आयो भन्दै थियो कि कतिको बनाएछ भनेर चाहिँ आज यसो हेर्दै गएको। ठिक बनाएको रहेछ, त्यति साह्रो राम्रो त बनाएको छैन रहेछ हो। यस्तो जङ्गल बिचमा छ बाटो हो। दुःखसुख युटिलिटी पिकअपहरू चाहिँ कुद्छ यहाँ, अरू गाडीहरू चाहिँ अब साह्रै सकिँदैन हो। यस्तै छ, यस्तो रोड छ, टक्कै रोड हुन्छ। जग्गा त राम्रो छ नि, जतासुकै हरियाली हरियाली हो। यहाँ माथि फेरि स्कुल छ, पाछा सरस्वती प्राइमेरी स्कुल छ। यो चाहिँ यहाँ चाहिँ हामी हिँड्ने बाटो हो। रोड त यो पहिला आइसकेको नि, यो अलिक मर्मत चाहिँ भएको छ नि यसको। निकै वर्ष भयो बनाएको त, तर सक्सेसै भएको छैन यो रोड हो। पिकअपहरू चाहिँ आउँछ मजाले। रोड त हाम्रो घरदेखि कलसँगै छ नि यो स्कुल। यो चाहिँ पाछा सरस्वती प्राइमेरी स्कुल। स्कुल मजाको छ स्कुल हो, यस्तै छ। स्कुल दामी बनाएको छ। ग्राउन्ड पनि छ सानो खेल्नेहरूलाई हो। मिड डे मिल, नानीहरूको खाना बनाउने मिड डे मिल। यहाँदेखि उकालो फेरि जानुपर्छ हाम्रो घर चाहिँ उकालो। पारी पनि घरहरू चाहिँ पारीहरू कस्तो भइसक्यो। अब ड्युटीबाट आएको भन्न दिन चाहिँ राम्रो भएको छ चाहिँ। पाँच स्कुल आइपुगेँ हो। पाँच स्कुलबाट अब नभनेको लगभग आधी घन्टा जस्तो लाग्छ हाम्रो घर पुग्नु चाहिँ, टाढै हो। यस्तो उकालो हिँड्नुपर्छ। आम्मामा कहिले पुग्नु? माथि एकजना बहिनी जाँदो रहेछ, यहाँनिर एउटा बहिनी जाँदो रहेछ। यता जङ्गल उता जङ्गल, यो पनि के बाटो जङ्गलै हो नि। अस्तिको हावाहुन्डीले पत्कर झरेर गाउँ बस्तीको बाटो यस्तै छ। राम्रो बाटो पनि छैन हो यो सब। अलिअलि स्कुल देख्दो रहेछ तल, अलिअलि स्कुल। यो चाहिँ अस्तिको हावाले लडाएको रुख है, सिरिसको रुख। जस्तै लडाएको रुख बाटोमै लडेको छ। यो देख्दै गरेको चाहिँ हाम्रो आमाको नाममा बनाएको चौतारा है। आजभन्दा लगभग 2015 सालमा चाहिँ खस्नु भएको हो। यो चाहिँ आमाको नाममा यसो बस्ने चौतारा बनाएको। बल्ल 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 घर आइपुगेको जस्तो भयो। यस्तै छ गाउँघरको बाटो। बिरामीहरू हुन्छ हो, बोकेर लानै पर्छ रोड तल हो। कति अब नानीहरू डेलिभरी हुने टाइममा, बिमार भएको बेलामा साह्रो पर्छ यहाँ हो। हाम्रो बारीमा चाहिँ अहिले यो के साग रोपिरहेछु, मकै साग। यो अलैँची बारी हाम्रो, यो सबै अलैँची बारी यस्तो छ। अलैँची बारी चाहिँ अलैँची बारी छ।
यहाँदेखि यता देख्दै गर्नुभएको छ ताल खर्का हो यो सबै ताल खर्का हो अलैँची अलैँचीको खेती हुन्छ है हाम्रोतिर चाहिँ अलैँची छ हो अलैँचीको बगान यता अलैँची कोही निउडो छ है निउडो थाक छ यहाँ हामी सब्जीहरू बेच्नु लान्छौँ हो सो यता अलैँची चाहिँ सब अलैँचीको बगान यता हेर अलैँची